हेलो एभ्रिवान हेलो आज चाहिँ हामी फेरि बिरयानी लिएर आएको छौँ है मायाले आज सबै रेडी गरेको अनि 5 घण्टा लाएर बनाएको मैले आज यो 4 थरीको बाहुबली बिरयानी भनौँ है त सबैतिर यो 4 थरीको बिरयानी बनाएको छ के बनाएको कसरी बनाएको चाहिँ उसले भन्छ है त अब हामीसँग चाहिँ आज चाहिँ चारवटा डिफ्रेन्ट टाइप्सको बिरयानी छ यो चाहिँ फिस बिरयानी होइन हामीले चाहिँ यहाँनिर पार्टिसन गरेका छौँ हाफ गरेर अनि त्यसपछि यो छ चिकन के भन्छ चिकन टङ्ग्री भन्छ यसलाई चिकन लेग पिसवाला अनि यहाँ अन्डा बिरयानी एग बिरयानी अनि यहाँ चाहिँ प्राउन बिरयानी यहाँ चाहिँ छ हामीसँग रायता अनि यो पापड भइहाल्यो नि हल्का फुल्का सलादहरू रायता चाहिँ हाम्रो यहाँ मोटुले बनाएको है ट्याक्क सबै रेडी छ म चाहिँ भर्खर कामबाट आएको अब मिठो मिठो बास्ना पनि मिठो आइरहेछ मिठो खानु पाउँछ ल सो गाइज अब हामी ढिलो नर्किन खान सुरु गर्छौँ होइन मैले चाहिँ बिहानदेखि केही पनि खाएको छैन मैले बिहानदेखि पानी 2-3 ग्लास खाएको त्यति नै हो त्यही भएर चाहिँ अब चाहिँ खाना सुरु गरौँ केबाट सुरु गर्ने ल भन म त एकबाट सुरु गर्छु नि एकबाट ओके म पनि सबैजना दुवैजना सेमबाट गरौँ है अनि सुस्मिता चाहिँ पछाडि बसेर के अरे हाम्रो दर्शक पछाडि उसको छुट्टै छ उसको रायता बलिरहेको पछाडि थोरै तिमीले हालिदिउँ थोरै साइडमा हाल न तल पनि हालिदिउँ सुस्मिता ल लिनुहोस् ल सो फर्स्ट बाइट चर्च गरौँ न त है त ल चेस वाउ मेरो 5 घण्टाको मिहिनेत आज हुन्छ अनि मैले फर्स्ट टाइम बनाएको बिरयानी लाइफमा बनाएको छैन मैले पाँच चाहिँ खाइहाल्नुपर्छ मलाई त्यसबाट हम सबै सकिन्छ है बिहानदेखि पनि खाँदैन मैले त तिमीले खाएँ काममा मैले थोरै नास्ता खाएको थिएँ मैले भनेको थिएँ नि त काममा धेरै नखाऊ भिडियो बनाउनुपर्छ मलाई नि यो पिरो छैन चलापर्छ मेबी हातमा लिएको होइन नि त किन मैले डल्लो खाएको छु त्यहाँ हो कसलाई बुझ्छ उसलाई खानु मिल्दैन नखाए वासै आउने एक चाहिँ मैले एक बिरयानी मैले फर्स्टमै बनाएको त्यही भएर हल्का चिसो भइसकेको छ है मैले त मजा आयो मजा अब प्राउन खाने हुन्छ पछाडिबाट सुरु गर्ने अगाडि चाहिँ जाने ओके ओके अब हामी खाँदैछौँ पर्छ मैले चाहिँ प्राउन है अब चाहिँ हामी प्राउन बिरयानी खाँदैछौँ अब यहाँ यस्तो खालको ट्याक्क लगाएर ठुलो चाहिँ पकाउँदा सानो हुँदो रहेछ अघि मैले सुन्ता थोरै चाख्न दिएको थिएँ अनि त्यो जाँदाखेरि मैले पनि खाएको क्या बल मेरो चोट लाउँछु किन थाहा छ तिमीहरू जो के हालेको थियो याद छ म्यारिनेट गर्दाखेरि पेस्टो पनि हालेको थियो नि बेस्ट बिरयानी यस्तो हो क्या हाम्रो चाहिँ फर्स्ट टाइम बनाउँदाखेरि मिठो हुन्छ अनि त्यही सेकेन्ड टाइम बनाउँदाखेरि चाहिँ त्यस्तै खाना टेस्ट आउँदैन क्या हिजो कति घन्टाको मेहनत म्यारिनेट गरेको
आज कति गर्नु मेहनत त्यही भएर मिठो भयो तर म अब चाहिँ बिरयानी बनाइरहन्छु भनेर सोचेको छु अहिलेसम्म अन्डा र यसमा कुन चाहिँ मिठो लाग्यो दुइटै मिठो छ तर प्राउन अलि बेटर त्यो चाहिँ अलि चिसो भएर होला सबैजना हुन्छ तपाईँमा मजा तुम्हें स्वाद कैसे बैठी है उसको त्यहाँनिर 4वटा बिरयानीको भाँडा अगाडि सर सरी त्यहाँ छानी खाएर बसिरहेको छ उसको त्यहाँ अब के गर्दा भने अब चिकनबाट गर्नु पर्ला माछालाई टाइम लाग्छ नि त काँडा तिमीलाई काम लाग्दैन मलाई तिमी सकाउनुमा अन्डा सकाउनु सुरु Cheers. त्यसबाट यो पनि तातो छ कप्पै लिने हो थोरै साइडमा ल है त Cheers. कस्तो यो चाहिँ स्मुथ है त्यो तेजपत्ताको पनि स्मेल पनि छ है कस्तो खानु मन लाग्छ डर लाग्छ फेरि भोलि फेस पुरै रातै भयो भने मटस हुने गरे खा त्यो चाहिँ भेटिनु मलाई खुर्सानी पनि देऊ न मलाई भिजाएको त
अलिकति रहेछ हाते पुछ न तिम्रो हातमा लाग्छ म चाहिँ अब यो खान्छु ल मलाई खानु मन लाग्यो यो चाहेको छैन चाहेको छैन तिमीलाई कस्तो छ फिसको फिस चाहिँ हेभी छ कति लागेको छैन ठ्याक्कै मैले कागजी पनि राखेको थिएँ नि त त्यसको स्मेल पनि हाल्छ है कागजीको बादमा भयो है खुर्सानी पो मलाई दिएन मैले तिनवटा निकाल्दा रहेछ होइन म चाहिँ चिकन खान्छु अब ल म चाहिँ तिमी अब फिस खान्छु है त मिठो तङ्गिसक्छु क्या मैले दुइटै खाइसकेँ त मिठो ल अब तिमी सबै ट्राई गऱ्यो अब सबैमा कुन चाहिँ मिठो लाग्यो रद्द एकछिन यो खाउन पायो फर्स्ट सेकेन्ड थर्ड फोर्थ भएन फर्स्टमा यो पर्छ ल चिकन पर्छ सेकेन्डमा होइन सेकेन्डमा मलाई माछा मिठ लाग्यो सेकेन्डमा यो पर्छ यो थर्डमा अन्डा चाहिँ लास्टमा ल हेर्नु कस्तो दामी फेट छ फिस ओइल भन्छ नि खाला यो खान सक्छ तिमीले मेरो खाने मोड छैन मेरो खुर्सानी सक्छ यस्तो हड्डी खाइदिन्छ खुर्सानी छ कि छ अब छ हुनुपर्छ अन्त छ कि छैन त डल्लो मात्रै छ मैले देखिसकेँ मैले 5 राखेको थिएँ मैले दुइटा मात्रै खाएँ मैले एउटा खाँदिएँ भनेपछि त्यहाँ खसीहरू गरिदियो छैन एउटा खान्छ राइताको ठ्याक्कै राइता भएको मलाई अलिक भएको छ नि फिस खान मलाई टाइम लाग्छ यस्तो यस्तो काँडा छ पिरो ठिकै छ नि पिरो मैले लाग्दैन पिरो खाइन भन्थेँ उसलाई बाहिर पनि पिरो हान्छ नि त धेरै तिमी भोलि मेरो काम के अरे त्यो बिरयानी तिम्रो काममा साथीहरू गरिदिनु भनेको अरूले खाँदैन साथीले खान्छ साथीले चाहिँ खान्छ है मोमो बनाएन भनेर भन्छ तपाईँ पनि आइज सँगै बनाउने भनेको छु मैले घरमा उसको घरमा कहिले आउँछ भनेर सोध्दै थियो अस्ति तेरो घरमा बनाउला भनेर भन
यहाँको मान्छेहरूलाई मोमो डम्पलिङ हो नि त नाम चाहिँ अब हाम्रो टेस्टमा चाहिँ मोमो भयो नि त एकदम मनपर्छ एकदम मनपर्छ किन एकछिन पाउजा गर्नु पऱ्यो पाउजा भनेको ब्रेक पुग्यो पुग्यो भने छोडिदिनु त यदि खाऊ भने चाहिँ छोडिदिनु नि त यो खाउन पहिला एकदम ह्याप्पी छु त्यही थोरै छ धेरै त छैन नि है धेरै छैन त्यही हो हामीले नर्मली सबै खान्छौँ तर हामीले फिसको चाहिँ एकदम धेरै राख्यौँ क्या एकदम राखेको छौँ कि धेरै फिसको मैले लास्टमा नोटिस गरेँ यहाँ थोरै थियो यहाँ पनि थोरै थियो यहाँ पनि थोरै थियो यहाँ चाहिँ एकदमै चाँगै थियो क्या तर हामीले कति ग्लास खायौँ दुई चार त्यहाँ एकै ग्लास होला होइन त त्यहाँ खा भन्छ बोल्दैन मसँग ऊ पनि टन्न भएर बस्यो नि त न चपाउ म त तर बिस्तारै बिस्तारै खान्छ के हेरेर बस्नु मात्रै होइन सुध त म चाहिँ सासुले भनिदिन्छु नि त तिमी खान्छौ है म राइतासँग के खान्छ भनेर पनि के राइतासँग बिरयानीसँग के खान्छ भनेर नि दिमाग आयो के खान्छ तिमी बिरयानीमा अरू यस्तो नै नि यत्रो हटी सरी 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 यो सानो आफ्नो जस्तो पिरो होइन नि Coba. त्यसलाई Soalnya saya boleh ya. Kan पर्दैन तिमीलाई पचाउनु त सो गाइस मैले चाहिँ फर्स्ट टाइम बिरयानी बनाएको थिएँ होइन एकदम मिठो भयो यो चाहिँ एकदम एक्स्ट्रामै राखेको थियौँ कि हामीले अनि यहाँको चाहिँ अब ब्राउन एग चिकन चाहिँ सकायौँ तर फिस चाहिँ हामीले सकाएनौँ अब यो भोलि खानुपर्छ त्यही हो हामीले सबै खाएनौँ भनेर चाहिँ माइन्ड नगर्नु होला त्यो पनि अरू कुरा चाहिँ सबै हामीले खायौँ नि त त्यो मात्रै खाएनौँ यो हल्का हेभी पनि थियो हेभी थियो अनि यो नै हामीले सबै सकाइसकेको थियो नि त अनि यो लास्टमा खाँदाखेरि धेरै नै टन्न भयो क्या माछा खायो भने चाहिँ यिनीहरू यो खान सक्थ्यो होला त्यही हो गाइस हामीलाई चाहिँ एकदम रमाइलो भयो र एकदम मिठो भयो तपाईँलाई पनि यदि रमाइलो र मिठो भयो भने चाहिँ डोन्ट फर्गेट टु लाइक शेयर सब्सक्राइब कमेन्ट अनि थ्याङ्क यू एभ्रिवान होइन तपाईँहरूले चाहिँ अहिले चाहिँ मेरो चाहिँ भिडियोहरूलाई एकदम माया गरिदिनु भएको छ अनि सब्सक्राइबर्स पनि बढी नै रहेको छ त्यसको लागि धेरै 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 धन्यवाद र यसरी नै माया गरिदिइरहनु अनि त्यसपछि सी यू अन माई नेक्स्ट भिडियो बाई